क्रिस्चियन अब सम्पूर्ण अब आत्मिक क्षेत्र शारीरिक हरेक कुरामा क्रिस्चियन नामको मात्रै भएकोले गर्दा साँच्चै नै चर्च त जान्थेँ है, तर म चर्च जानु र आउनु मात्रै एउटा नामको मात्रै थिएँ। अनि धेरै अघिसँग वर्षसम्म म चर्च जान्थेँ आउँथेँ, यतिकै मेरो लाइफहरू चलिरहेको थिएँ। एन्ड आई वाज टोटली लिभिङ इन लाइक फ्ल्यासमा है, म फ्ल्यासमा एकदमै जिरहेको थिएँ। लाइक मेरो घर परिवारमा म मतलब अलिकति ऱ्यान्डम टाइपको है, अब अलिकति त्यस्तै कुराहरू थियो घरमा। अनि म अलिकति त्यस्तै ऱ्यान्डम भएर हिँड्ने भएकोले गर्दा अब त्यस्तो कुरामा मैले परमेश्वरको कुरामा खोजी गरिनँ। अब आफै यस्तै भएकोले गर्दा खोजी गरेन, अब के कसो भन्ने कुराहरू मैले यादहरू गरिरहेको थिइनँ। अनि त्यो भएकोले गर्दा आफ्नो के भयो भन्दाखेरि कति लास्ट इयरदेखिको मलाई अलिकति मेरो आफ्नै शारीरिक कुरामा प्रब्लमहरू आउनु थाल्यो। धेरै कुरामा सोचाइदेखि लिएर अलिकति म डिप संसारको कुरामा बेसी गहिराइमा पसेकोले गर्दाखेरि म आफैमाथि के हुँदैछ, म कति कुरालाई बिर्सेर म संसारको कुरामा डुबेर अगाडि पुगिसकेको छ म आफैलाई थाहा थिएन। अनि म कसरी मलाई याद हुँदै गयो मलाई के हुँदैछ, म किन चाहिँ यस्तो भएछु र म कहाँसम्मको सीमितमा चाहिँ पुगिसकेको छु भन्ने कुरा चाहिँ म आफैलाई नोटिस गरेको चाहिँ मैले लास्ट इयरको एन्ड टाइम अनि यो इयरको स्टार्टिङमा पुग्दाखेरि मलाई भित्रबाट भयो कि म यति साह्रो घिनलाग्दो कुरामा म फसिसकेको छु कि म अब कसरी चाहिँ निस्किउँ भन्ने है। मलाई निकाल्नुको लागि म एक्लै भएर त निस्किनु सक्दिनँ, मलाई कुनै कुराको हेल्प चाहिन्छ है। र म हेल्प चाहिन्छ तर मैले कसलाई भन्नु पनि सकिरहेको थिएन, न त मेरो पार्टनरलाई न त मेरो फ्यामिली मेम्बर्सलाई है। अनि के हुँदै गयो भन्दाखेरि चाहिँ अब चर्च त जाँदैछु तर अब एउटा नामको मात्रै। अन्त मेरो शारीरिक आत्मिक क्षेत्रमा त स्टिल आइम जिरो है। र म यो कुरामा म जिरो छु, तर यो कुरामा म अहिले भन्दिनँ कि म एकछिनबाट भन्छु। अनि के हुँदै थियो भन्दाखेरि चाहिँ म एकदम डिप्रेसन टाइपको भएको थिएँ है। र म साथीहरूसँग यताउता ह्याङआउट गर्नुको लागि यताउता गइबस्थेँ। यो कुरामा मलाई निस्किनु यति साह्रो परिरहेको थियो, म निस्किन्छु भन्छु तर मलाई मानेकै छैन है। मैले कन्ट्रोल गर्नुपर्नेमा शरीरले मलाई यति साह्रो कन्ट्रोल गरेर राखेको थियो कि म यो कुराबाट निस्किन्छु भन्दाखेरि पनि मैले त्यो कुरालाई एभोइड, मेरो बडीबाट मैले मेरो माइन्डबाट हरेक कुराबाट चाहिँ मैले त्यो कुरालाई इग्नोर एभोइड गर्नु सकेको थिइनँ। र आजको दिनमा चाहिँ म कसरी चाहिँ यहाँ आइपुग्यो र किन चाहिँ यस्तो भयो भन्दाखेरि चाहिँ मैले यो इयरको स्टार्टिङदेखि चाहिँ के भएर चाहिँ यहाँ मैले योसँग चाहिँ पुगेँ भन्दाखेरि चाहिँ मलाई एकदमै डिप्रेसन जस्तो भएको थियो है। अन्त मैले शारीरिक क्षेत्रमा एकदमै कमजोर हुँदै गयो, आत्मिक क्षेत्रमा त जिरो हुँदा शारीरिक क्षेत्रमा पनि जिरो भइरहेको थिएँ। अनि एकदमै म एकोरे जस्तो भएको, कहीँ जानु मन नलाग्ने, फ्यामिलीसँग बस्नु मन नलाग्ने, इभन मेरो बेस्ट फ्रेन्डसँग मलाई बस्नु मन नपर्ने, नानीसँग बस्नु मन नपर्ने, यति साह्रो एउटा फ्रस्ट्रेट भएर आउने, मेरो माइन्ड यति साह्रो फुल भइसकेको थियो। कन्ट्रोल गर्न सकेको थिइनँ मैले माइन्डलाई, आफूले आफ्नो हातमा थिएन कन्ट्रोल गर्ने पावर मेरोमा। अनि यत्तिकै साह्रो म यति साह्रो बिजी भएँ, म आफैमाथि आफै सोच्नुमा बिजी भएँ कि म यति साह्रो लुते भइसकेँ होइन। म दिनदिनै घटेर मरौँ कि बाँचौँ टाइपको भइरहेको थियो। अनि मैले के सोचेँ भन्दाखेरि चाहिँ होइन, मैले आफूलाई ब्रेक लिएर म कहीँ गएर बस्छु भन्ने भए, म मेडिटेसनमा जान्छु अब कहीँ खोजेर भन्ने पनि मेरो सोचमा यति बेसी आइरहेको थियो। र मैले मेरो पार्टनरलाई सेयर गर्नु सकिरहेको थिइनँ यो कुराहरू है। अन्त त्यसपछि मेरो नानीको भ्याकेसन स्टार्ट हुन आँटेको थियो समरको। अनि नानीलाई मैले घर पुऱ्याएर आएँ। अन्त म एक्लै मेरो रुममा बस्थेँ। मेरो हस्बेन्ड सिन्स मर्निङ टु इभिनिङसम्म ऊ आउट नै हुन्छ है। अनि त्यो भित्रसम्म म एक्लै हुन्छु। मलाई साथीहरूले यति बेसी फोन गर्थ्यो, आइज न आज यता जाउँ, आज ह्याङआउट गरौँ। मलाई यति साह्रो मनपर्ने कुराहरू पनि मलाई मन पर्नु छोडेको थियो। अब आफ्नै साथीसँगै म एकछिन नहुँदा मेरो साथीहरूले मलाई आइज न भन्दाखेरि म के गरेर हुन्छ, पार्टनरसँग लाप्पा खेलेर हुन्छ, के गरेर हुन्छ, मलाई पुगी छाड्नुपर्ने जग्गा त्यो पनि मलाई मन पर्नु छोड्यो। अन्त मलाई चाहिँ के भएछु त्यस्तो भनेर सोच्दै गर्दाखेरि चाहिँ मलाई अब त्यो डिप्रेसन एन्जाइटीको भित्रभित्र भएकोले गर्दाखेरि चाहिँ मलाई त्यस्तो हुँदै थियो रहेछ। अन्त मैले सोच्दै थिएँ अब भ्याकेसन त मैले सुरु भयो, नानी पनि पुऱ्याएँ, म घरमा बस्छु, मलाई घरमा बस्नु पनि मन भएन। मेरो पार्टनरसँग गफ गर्छु, उसले राम्रै कुरा भन्दैछ तर त्यो राम्रो कुरालाई म यति साह्रो एङ्गरनेसले म हेर्ने त्यो कुरालाई मलाई पट्टै नमन पनि। खालि म एक्लै काश ऊ कहीँ गएको भन्ने हुन्थ्यो, म एक्लै त हुन्थेँ भन्ने खालको हुन्थ्यो। इभन मैले यो पनि सोच्थेँ कि अब मरौँ त, सरी आई डोन्ट क्राई बट आइ एम सरी। It's very difficult speaking in front. I'm really sorry. नसक्ने आँटै नहुने होइन, म के गरौँ त, मलाई त्यो पनि आँट नहुने, म घरबाट छोडेर जाउँ त मलाई आँट नहुने। म इभन मैले ब्रिथ लिँदै गरेको पनि मलाई
इन्हेल आउट गर्नु पनि मलाई साह्रो पर्ने है। म यतिसम्म थिएँ, मैले पाटालाई सेयर गर्न नसक्ने अनि मेरो आमालाई पनि सेयर गर्न नसक्ने, न म मरौँ न के गरौँ। म स्टेजमा पुगेको थिएँ होइन, म अन्तिमसम्म पुगेको थिएँ। अनि मैले सोचेँ म घर जान्छु, जे भयो होस् म घर जान्छु भने मैले उसलाई डिजाइन गरेँ म घर जान्छु भने। उसले भने नजाऊ यतै बस, मसँग मिटिङहरू हिँड्दा अलिक फ्रेस फिल हुन्छ भन्यो। अनि मैले भने म आफै सोचेँ। अनि एकखेप म एनुअल चेकअप गर्छु डक्टरकोमा गएर भने मैले फुल्ली चेकअप गरेँ। एभ्रिथिङ इज नर्मल है, केही पनि छैन त्यहाँनिर। इभन किडनी युटेरसदेखि लिएर मैले थाइरोइडदेखि लिएर सबै चेक गरेँ, एभ्रिथिङ इज नर्मल। अन्त मैले सोचेँ होइन सबै कुरा नर्मल छ भने चाहिँ वाइ इट्स ह्यापनिङ इन मी भनेर चाहिँ मैले यति बेसी सोचेँ कि अन्त म घर गएँ। म सबै कुरा छोडेर घर गएँ किनकि म सबै कुरामा नर्मल छु भने वाइ भन्ने क्वेसन मलाई यति बेसी आइरहेको थिएँ। मेरो माइन्डमा यति बेसी कुराहरू प्ले भइरहेको थियो। अन्त म घर गएँ। घरमा जाँदा अनि घरमा त गएँ तर मलाई यति साह्रो अनप्लेजेन्ट फिल भइरहेको थियो, अशान्तिमाथि अझै अशान्ति। अनि म गाउँहरूतिर हिँडेँ, एकखेप हिँडेँ तर मलाई त्यो कुराबाट म छुटकारा भएन है। घरमा म 1 बजीसम्म मलाई निन्द्रा लाग्दैन थियो। रात दिन म कति सुत्ने ट्राई गर्थेँ, कोही बेला त म फुल नाइट म आँखा खोलेर बस्दिनँ, म सुत्नु मात्रै सुत्थेँ तर म निन्द्रामा हुन्थिनँ। तर अन्त मैले सोच्दै गर्दाखेरि चाहिँ अन्त यस्तो खालको क्वेसन आउँथ्यो म मेरो माइन्डमा, म घरमा आइसकेँ, परिवारलाई भेटेँ, म केही पो गरौँ के हो भन्ने खालको मेरो यति बेसी क्वेसन आउँथ्यो। फेरि मलाई त्यो कुरालाई के भित्रबाट आँट दिन्थेन, एक मनले भन्थ्यो म के चाहिँ गरौँ, म सुइसाइड पो गरौँ कि भन्ने मलाई क्वेसन आउँथ्यो। एकले मलाई यस्तो लाग्थ्यो मेरो नानीलाई मैले हेर्थेँ है, बिचरा उयो सबै कुरामा अननोन छ, उसको के गल्ती छैन तर पछाडि उसले भोग्नुपर्छ यो कुराहरू भन्ने मैले आफै सेन्स गर्दै थिएँ त्यो कुरालाई भित्रभित्रै। अन्त मैले सोचेँ होइन यो कुरा ठिक होइन, कसरी निस्किनु पर्ने, म यसको हल खोज्छु। अब जसरी मैले यो कुरालाई म आफै ठिक बनाएन भने हुँदैन रहेछ भन्ने मैले भित्रबाट फिल गरिरहेको थिएँ। अनि मैले हस्बेन्डलाई भने अन्त उहाँले मलाई भन्दै कतिखेप मलाई पास्टर आशिष पलकोमा जाउँ भनेर भन्थ्यो र म उहाँबाट यति बेसी टाढो भएको थिएँ कि उहाँ मेरो घरमा पनि सायद 2 खेप 3 खेप आउनु भएको थियो होला, सायद यसरी घुम्दै आउनु भएको आफ्टर चर्च सुमिनमा। अन्त के भयो भन्दाखेरि उहाँ हुनुहुन्थ्यो। अनि मैले अब किन आफू ठिकमा छैन भने साँच्चै नै अगवजनबाट टाढा नै आफूले आफूलाई हाइड नै गर्नु खोज्छ है। त्यो कुरा मैले गरिरहेको थिएँ त्यो टाइममा। जब मैले उहाँलाई त्यो उहाँ यताबाट आउनुहुन्थ्यो, म अघि यताबाट युटर्न भएर अर्को जग्गा पुग्थेँ है। अनि मेरो हस्बेन्डले भन्थ्यो तिमी किन यसो तर्किएर हिँडेको आशिष थापा भन्थ्यो, किनकि म आशिष थाप्ने योग्यकै थिइनँ, त्यही भएर म साँच्चै नै टाढो टाढो भएको थिएँ त्यो टाइममा। अनि अहिले आउँदा चाहिँ मैले के निर्णय लिएँ भन्दाखेरि चाहिँ मैले पाटोलाई भने म साँच्चै नै ठिक छुइनँ भने, अब उसलाई अनुभव छैन यस्तो कुराले गर्दा, उसले पनि सिरियस लिएको थिएन है। अनि मैले भने म अलिक ठिक छुइनँ, तिमीले अस्ति भन्दै थियो जाउँ न एकखेप भने, ऊ छक्कै पऱ्यो। म टाढो भाग्ने मान्छे, सेवाकाई यस्तो क्षेत्रदेखि टाढो भाग्ने मान्छे चाहिँ आज किन चाहिँ जान्छु भन्दैछ भनेर चाहिँ उसले जस्तो मैले यो कुरा उयो मतलब उसलाई भने उसले त्यस्तै ओके भनेर चाहिँ त्यहाँदेखि उसले गाडी निकालेर चाहिँ मलाई हालेर चाहिँ आयो है। हामी अलिकति 5-10 मिनट्सको लेट भएछ, उहाँ निस्किसक्नु भएको थियो र उहाँले फोन गर्नु यहाँबाट एकजना भाइले फोन गरिदिनु भयो। त्यहाँबाट हामी मतलब मृत्युको मुखहरूमा लान आँटेको कुराहरूलाई उहाँले देख्नुभयो। अनि त्यहाँदेखि उहाँले मलाई प्रार्थना गरिदिनु भयो। त्यहाँदेखि उहाँले प्रार्थना गरिसक्दाखेरि मलाई यस्तो खालको फिल भयो कि यस्तो मलाई आँखै नदेख्ने खालको झट्टै लिँगाएर जऱ्यो, यस्तो खालको भयो कि मेरो आँखा अलिकति तिरिमिरी भयो। अन्त मैले फिल गरेँ के भएको मलाई भन्ने भयो, कस्तो लिँगाएर चल्यो भन्ने भयो। मैले सोच्दै थिएँ। अनि मैले त्यो कुरालाई मतलब उयो लिइनँ है, त्यो कुरालाई म त्यस्तो सिरियस लिएको थिएन। मैले घरमा जाँदाखेरि कति कुराहरू सोचेँ। अनि उहाँले प्रार्थना गर्दाखेरि यति बेसी छुटकारा मेरो जीवनमा आयो। मैले यति साह्रो फ्रिडम मैले फिल गरेँ कि मैले त्यो घिनलाग्दो कुराहरूबाट म कति छिटो चाहिँ मेरो शरीरबाट जाँदाखेरि चाहिँ म कतिको लाइट मैले बडीमा फिल गरेँ भन्दाखेरि चाहिँ म छक्कै परिरहेको थिएँ। मैले यति साह्रो हल्का फिल गरेको थिएँ मेरो बडीलाई केले पक्रेर राख्दाखेरि चाहिँ मैले यति बेसी ठुलो भारी बोकेर चाहिँ म त्यो कुराबाट निकाल्दै गर्दा हल्का हुन्छ नि एउटा बडी, त्यस्तै खालको फिल गरिरहेको थिएँ मैले। म यति साह्रो स्वतन्त्र भएँ, म छुटकारा भएँ, म हिल्ड भएँ बाई हेल्पिङ मैले गडबाट मैले हेल्प भएर म साँच्चै गडमा भएर उहाँले मलाई साँच्चै प्रार्थना गर्नु त्यो सबै कुराको छुटकारा म माथि हुँदै थियो है। अनि मैले फिल गर्दै थिएँ। अनि म मेरो पार्टनरले पनि भन्यो म गाडीमा तिमी त अघि यस्तो थियो अहिले कस्तो फेऱ्यो भनेर भन्दै थियो।
साँच्चै नै कति छिटो छुटकारा साँच्चै नै परमेश्वरले मलाई उहाँद्वारा दिनुभयो है अनि उहाँलाई नै एकदमै धन्यवाद उहाँको परिवारलाई नै एकदमै धन्यवाद दिन चाहन्छु उहाँद्वारा प्रभुद्वारा आज म साँच्चै नै यहाँ उभिएर एउटा गवाईको साँच्चै नै रिजन बनेर आज तपाईँहरूको अगाडि म यसरी बोल्न सकेँ है अनि परमेश्वरलाई नै एकदमै धन्यवाद अनि म त्यो दिनदेखि चाहिँ मैले कमिट गरिसकेको छु है मेरो जीवनमा म साँच्चै नै म स्टिल जिरो भए तापनि म यो जिरोबाट नै सुरु गरेर जानेछु भन्ने मैले सोचिरहेको छु है अनि आर्थिक क्षेत्रमा जिरो भए पनि साथै शारीरिक क्षेत्रमा जिरो भएको भए पनि अब म फेरि पनि नयाँ हुन्छु र मैले जति पनि मैले पास्ट लाइफमा वरेभर आई डिड है म त्यो कुरालाई फेरि पनि रिपिट गर्ने छुइनँ भन्ने मैले कमिटेड गरिसकेको छु त्यो कुरालाई है अब आउँदो दिनहरूमा चाहिँ साँच्चै नै म कुन उद्देश्यको लागि उहाँको निम्ति आएको छु र मेरो जीवनमा चाहिँ साँच्चै नै गोल के छ भन्ने कुरा चाहिँ म त्यो कुराको खोजीमा छु है आज म त्यो हरेक कुरालाई चाहिँ प्रत्येक कुरालाई चाहिँ मैले त्यागेर चाहिँ आज फुल्ली म उहाँको जीवनमा चाहिँ साँच्चै नयाँ भएर चाहिँ आज यहाँ यस ठाउँमा उभिरहेको छु है अनि परमेश्वरलाई धन्यवाद यो मेरो सानो गवाईको लागि मैले केही बोल्नुमा Liar. Devil is a liar. 1, 2, 3. Fire. 1, 2, 3. सबले हात उठाएर फायर 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 दुष्ट अन्धकारको शक्तिलाई चाहिँ तपाईँ र मैले भस्म गर्न सक्छौँ